नमस्कार सबैजनालाई। मेरो नाम भुवनाले हालपोखरा कलेश्वर। अहिले हामी चाहिँ मियापटनमा चाहिँ खाजा खानु लागि एकजिट भएर जान लागिरहेछौँ। त्यसमा रोलमान, प्रकाश थापा, सेलु थापा, प्रेम कुमारी थापा भएर जाँदैछौँ। साधनाले पनि थपिँदैछ बाँकी भनेपछि मियाबाट जाने भएन। ठिक छ ल। हाम्रो दुईजना बहिनीहरू सेती थापा मगर र हाम्रो सेलु थापा मगर, हाम्रो के अरे नवबुद्ध प्रकाश थापा मगर, होइन हो नाम के अरे जमुना थापा मगर, गुन्जसिंह थापा मगर। हेलो हेलो ल। म चाहिँ सुरज थापा होइन। अब हामी जान्छौँ। हामी गएर चाहिँ हल्का खाएर चाहिँ टक्क फर्किन्छौँ र हल्का म फुटेजहरू फाल्छु, भिडियोहरू फाल्छु। सँगै आउनु सबै। आज हामी सबै भेला भयौँ होइन। इन्ट्रेस्टेड। अब हाम्रो 5 मिनटको वेट पछि चाहिँ हाम्रो साधनाले मगर आउनुभएको छ है भर्खर। ल ल ल केटा ल ल ल ल ल तल स्क्रिन भयो। यसलाई स्लो बनाउन मिल्छ क्या। मियापटनको जुस एन्ड स्मुथी सेन्टर। साधन सर पुरा रेकर्ड हो क्या त, कडा हो क्या हाम्रो साधन सर है। सबैले हेरिदिउँ। नवबुद्ध ल दुईजना बहिनीहरू कस्तो छ? किमा धेरै छ? अनि तैँले रेकमेन्ड गर्छस् यो ठाउँलाई? अरू मान्छेहरूको लागि चाहिँ रेकमेन्ड गर्छस् कि गर्दैनस्? गर्छस् हो, सस्तो छ। ल भेनाको अब हाम्रो चाहिँ उहाँले चाहिँ चिकन मोमो ल कोक कस्तो छ भन्छ यहाँको। ए कोक त सबै ठाउँमा एउटै हुन्छ है साथीहरू, तपाईँहरू नजुक्किनु होला। फेरि यहाँ उहाँले चाहिँ बफ मोमो ट्राई गर्दै हुनुहुन्छ। कस्तो छ भन्छ तपाईँलाई? कस्तो लाग्यो? ओभरअल रिभ्यू कस्तो लाग्यो? राम्रो छ हजुर। अनि नुन कस्तो आएको छ? पिरो कस्तो छ? एकदम ठिक्क छ। तपाईँले अरू कस्टमरहरूलाई चाहिँ के भन्नुहुन्छ? यहाँ अब आउन ठिक भन्नुहुन्छ कि बेठिक भन्नुहुन्छ? एकचोटि चाहिँ भिजिट गर्ने पनि ठाउँ हो यो पोखराको होइन है। अनि यसको हाम्रो चाहिँ यहाँको सबभन्दा हुन्छ है बुद्ध सरले ट्राई गर्दै हुनुहुन्छ सर। हामी उहाँसँग जोडियौँ भएको एक्सपिरियन्समा एकदम ठुक्कै छ। अलि त थाहा पऱ्यो। अनि तपाईँले यो अब आउने कस्टमरहरूलाई चाहिँ के भन्नुहुन्छ? यो ठिक छ, ट्राई गर्न ठिक छ यो ठाउँ? यो ठाउँ चाहिँ तपाईँले ट्राई गर्न ठिक छ यो ठाउँ? एकदम ठिक छ। मैले चाहिँ अब आउने हाम्रो भ्युअरहरूलाई होइन यो ठाउँ चाहिँ एकचोटि भिजिट गर्नुहोस् भन्छु म है। हजुर एकचोटि हेर्नुहोस्, फिल गर्नुहोस्, आउनुहोस्। यहाँ हो बहिनी यहाँ ल है। हाम्रो बनाना लस्सी पनि आइसकेको छ है। बनाना लस्सी चाहिँ हाम्रो सेलु थापा बहिनीको हो है। ल यो कस्तो लागिरहेछ साधन सर यहाँको तपाईँलाई खानेकुराहरू? ओभरअल रिभ्यू दिनुहोस्। यो चाहिँ हाम्रो पोखराको वान अफ द एकदम बेस्ट ठाउँ हो है। कस्तो लागिरहेको छ? ठिक छ भनिदिनुहोस्। एकदम नलजाएर भनिदिनुहोस्। हाम्रो आदिवासीहरूको लागि पनि 2-4 शब्द भनिदिनुहोस् है। अनि भेना धेरै दियो कि बिचरा खायो है। तर यस्तो फोहोर गर्न चाहिँ हुँदैन है। ल ठिक छ। आमाको रेस्टुरेन्टको नाम भनिदिनु न। इट स्ट्रिट होइन? आइज भन्नु कि यहाँ।
सो आजको दिन चाहिँ हामी गयौँ होइन सबै रमाइलो गऱ्यौँ सो ओभरअल चाहिँ यो भिडियो बन्न पछाडि चाहिँ एकदमै ठुलो हात चाहिँ हाम्रो मोहन दाइको छ उहाँले चाहिँ यो गोप्रो मैले चाहिँ सुट गरिरहेको गोप्रो चाहिँ उहाँले मलाई गिफ्ट हानिदिनु भयो सो थ्याङ्कफुल टु हिम है म एकदमै आभारी छु प्लस अब मैले छोडिसकेको चिज पनि फेरि गर्दैछु जस्ट बिकज अफ हिम उहाँले चाहिँ मलाई यो गिफ्ट लाइक अब एभाइलेबल गरिदिनु भयो होइन आइ एम सो थ्याङ्कफुल टु हिम त्यही हो अब यति धन्यवाद भन्दै चाहिँ म आई लाइक टु एन्ड दिस भिडियो है स्टे ट्युन अर्को भिडियोमा पनि फेरि भेटौँला प्लस हामीसँग जोडिनु भएकोमा चाहिँ एकदमै धेरै धन्यवाद Maybe we'll be okay. I know that you're coming back home.